आज हामी 5औं अध्यायमा छौँ। यो अध्याय अलि लामै छ, त्यसैले कृपया ध्यान दिएर सुन्नुहोला। शब्दमा उच्चारण गर्न केही गल्ती भएमा क्षमा प्रार्थी माग्दै सुरु गर्छु। आजको 5औं अध्याय त्रिपुरदाह वर्णन। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि, दक्ष प्रजापतिले आफ्ना 33 कोटी कन्या 33 कोटी देवतालाई कन्यादान दिएर ढुक्क परेका र विष्णुका छलद्वारा सतीदेवीको विवाह श्री महादेवका साथ भएका कथाहरू मैले विस्तारपूर्वक सुनाएँ। अब कुन कुरा सुन्ने इच्छा छ भन। कुमारजीको आज्ञा सुनि अगस्त्य मुनि अति प्रसन्न भई सोध्नुहुन्छ, हे कुमारजी, त्रिपुरासुरले गरेको तपस्या र श्री महादेवले त्यसलाई भस्म गराउनु भएको रहस्यमय पूर्णमय र अद्भुत कथा सुन्ने इच्छामा छु। अगस्त्य मुनिको आग्रह अनुसार कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, अघि विष्णुले वराह अवतार धारण गरी हरिण्याक्षको वध गर्नुभएको देखेपछि सम्पूर्ण दानवहरूको शक्ति क्षीण भयो। त्यस बेलामा कामदेव नहुँदा रतिको जुन अवस्था भए थियो, शक्ति क्षीण भएकाले त्यस्तै अवस्थामा पुगेका दैत्यहरू दुखी थिए र अति खेद माने। ती दैत्यहरूमध्ये मय नाम गरेका एक दैत्यले तपस्या गरेर ब्रह्मालाई प्रसन्न गराई अमर हुने वर माग्ने इच्छा गर्यो। तारकासुर र विद्युत प्रभा नामका आफ्ना 2 साथी लिएर मय हिमालयमा गयो। त्यहाँ ती तीनैवटा दैत्य जाडोमा हिमालमा लुगा नलगाइकन तपस्या गर्थे। गर्मीमा मरुभूमिमा गएर पञ्चाग्नि तापेर तपस्या गर्थे भने वर्षायाममा झरी बादलमा घोर तपस्या गर्थे। यसरी तपस्या गर्दा गर्दै दिव्य 10,000 वर्ष बिते। तिनका शरीरमा हड्डी र छाला मात्र बाँकी रह्यो। तिनीहरूको यस्तो कठिन तपस्याबाट ब्रह्मा सन्तुष्ट भएर दर्शन दिई आज्ञा भयो, हे दानवीर हो, तिमीहरूका तपस्याबाट म खुसी भएर यहाँ आएको छु। केही इच्छा छ वरदान माग। ब्रह्माको यस्तो आज्ञा सुनि ती दैत्यहरूले बडो हर्ष मान्दै साष्टाङ्ग दण्डवत गरी दुवै हात जोडी बिन्ती गरे, हे कमलासन, हे महापिता, हामी अमरत्व चाहन्छौँ। हाम्रो बल पराक्रम ठुलो होस्। हामी अब 3वटा पुरहरू बनाउनेछौँ। त्यसमा मनुष्यहरूको गति नहोस्। ती तीनैवटै पुरहरू आकाशमा एक एक विमान जस्तै भएर नजिक नजिकमा रहनेछन्। तिनमा देवता र मनुष्य पुग्न नसकुन्। हामी ठुला बलवान र पराक्रमी हुन पाऊँ, यिनै वर हामीलाई दिनुहोस्। तिनीहरूको त्यस्तो असम्भव कुरा सुनेपछि ब्रह्माले भन्नुभयो, हे दानवीरहरू, तिमीहरूका 3वटा पुर बन्नेछन्। ती आकाशमा विमान झैँ रहनेछन्। ती पुरहरूमा देवता र मानिस जान सक्ने छैनन्। तिमीहरू अत्यन्त पराक्रमी पनि हुनेछौ, तर मृत्युलाई कसैले जित्न सक्दैन। मृत्युलाई जित्न खोज्नु भनेको सृष्टिको नियम विरुद्ध हुनेछ। त्यसैले यस्तो अवध्य वरदान म दिन सक्दिनँ। मृत्यु नहोस् र भन्ने वरदानको सट्टामा अरू जे माग पनि म दिनेछु। जे इच्छा छ सोही माग। ब्रह्माको यस्तो वचन सुनि मय दानव भन्छन्, हे प्रभु, मबाट आकाशमा बनाइने 3वटा पुर एकै ठाउँमा रहने छैनन्। ती अलग अलग रहनेछन्। 10,000 वर्ष पुगेपछि ती तीनैवटै पुरहरू आधा निमेषका निमित्त जोडिनेछन्। ठिक त्यसै बखतमा एकै बाणले तीनैवटा पुरलाई जसले नाश गर्ला, त्यही वीरद्वारा मेरो मृत्यु होस्। हे अगस्त्य मुनि, मय दानवको यस्तो निवेदन सुनेपछि तथास्तु भनी वरदान दिएर हाँसमा चढी ब्रह्मा आफ्नो लोकतर्फ जानुभयो। मय दानवले जगतको नाश गर्ने इच्छा राखेर आकाशमा रचना गरेका 3 पुर मध्ये पहिलो फलामको, दोस्रो चाँदीको र तेस्रो सुनको थियो। आकाशमा रहेका ती तीन पुर सुमेरु पर्वतका 3वटा सिङ झैँ देखिन्थे। नाना थरीका आँखी झ्याल भएका अग्ला अग्ला महलका अट्टालीहरू, ठाउँ ठाउँमा सुनका ढोकाहरू बनाइए। ठाउँ ठाउँमा मोती, प्रवाल, मणि, माणिक्य आदि राखिए। अनेकौँ रत्नहरू बिजुलीको जस्तै प्रकाश चारैतिर फैलिएको थियो। महलका झ्याल ढोकाहरूमा चित्र विचित्रका हीरा मोतीहरू जोडिएको हुँदा चन्द्रमाको किरणका प्रतिबिम्बले झन झलझलाकार देखिन्थ्यो। नाना रङ बिरङ्गका ध्वजा पताका, ऋतु अनुसारका फूल फुले, समृद्ध सुन्दर कमल फूल फुलेका तलाउले सजिएका ती त्रिपुरका दैत्यका घर, बाटा, सडक, बगैँचा, तलाउ नजिक मयूर, कोइली, चखेवा आदि सुन्दर पन्छीहरूले शोभित बनाएका थिए। आफ्ना पतिसँग ख्याल ठट्टा गर्ने बारुणी मदिराले लट्ठिएका जस्तो आँखा, कोइलीको जस्तो बोली भएका अलिक लजाए हाँस्ने सुन्दरी स्त्रीहरूले युक्त भएको ती पुरहरू इन्द्रपुर झैँ मनोरम देखिन्थ्यो। ती 3वटा पुरमध्ये मय दानवले फलामको पुर तारकासुरलाई दियो, चाँदीको पुर विद्युत प्रभालाई दियो र सुवर्णपुर दानवराज मयले आफूलाई राख्यो। यसरी ती त्रिपुरका अधिपतिहरू आफ्ना मन्त्रीगण, सचिव, सेवक र स्त्रीहरूले शोभायमान भए आफ्ना पुरबाट शत्रु र तिनका सेनालाई जिती सुखपूर्वक तिनै लोकको आनन्द पाएर रहन लागे। सबै तर्फबाट परिपूर्ण भएपछि घमण्ड र अहङ्कारले ती दैत्यहरू
दैत्यहरू उदण्ड हुन लागे। देवताहरूलाई जितेर देवलोकको बगैँचामा रुख बिरुवा, अप्सराहरू र अन्य सुखका सामग्रीहरू खोसे। यसरी धेरै समयसम्म देवताहरूलाई अनेकौँ दुःख दिएपछि त्रिपुरवासी दैत्यहरूका अत्याचारले पीडित भएका इन्द्रादि देवता अत्यन्त दुखित भई ब्रह्माका शरणमा गएर आफूलाई परेको सम्पूर्ण दुःख कष्टको विस्तार वर्णन गरे। दैत्यहरूबाट भएको उपद्रवलाई बुझेपछि देवताहरूलाई शान्त गराउँदै ब्रह्माबाट आज्ञा भयो, हे देवताहरू, त्रिपुरासुर दैत्यहरू बडा बलिया छन्। हामीबाट तिनीहरूको नाश हुन सक्दैन। तिनीहरूको मृत्यु केवल श्री महादेवबाट मात्र हुन सक्छ। त्यसकारण हामी श्री महादेवका शरणमा जाऊ, उहाँ नै हामी सबैका गति हुनुहुन्छ। हे अगस्त्य मुनि, यसरी ब्रह्माका आज्ञाले इन्द्र, सूर्य, चन्द्र, वायु आदि देवता ब्रह्माका साथ कैलाशमा पुगे। त्यहाँ महादेवलाई देखेर ब्रह्मासित सबै देवताहरूले स्तुति गर्न लागे। हे त्रिलोकेश, हे चन्द्रशेखर, हे मृत्युञ्जय, हजुरलाई कोटि कोटि नमस्कार छ। अर्धचन्द्रका ज्योतिले प्रकाशमान, हे धूर्जटी, हे नीललोहित, हे गङ्गाधर, हे पिनाक पाणी, हे पशुपति, हजुरलाई कोटि कोटि नमस्कार छ। तिखो धार भएको बञ्चरो र त्रिशूल लिने, नन्दीलाई वरदान दिने, जगतका आधार, देवताका पनि देवता, हजुरलाई कोटि कोटि नमस्कार छ। हे हिमालवासी, हे कैलाशपति, कोटि कोटि नमस्कार छ। हे परब्रह्म परमेश्वर, इन्द्रादि देवताहरूको पनि सृष्टि पालन र संहार गर्ने यस्ता परमात्मा प्रमथाधिपतिलाई कोटि कोटि नमस्कार छ। हे दिगम्बर, हे भक्तहरूका प्रिय, हे जगतका विधाता, हे नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार छ। दक्ष यज्ञ नाश गर्ने, पुषाको दाँत भाँच्ने, कामदेवलाई भस्म गर्ने, हे पिनाकी, हे गिरीश, हजुरलाई कोटि कोटि नमस्कार छ। शमशानमा वास गर्ने, भूत प्रेत प्रमथ गणका साथ रहने र मोक्ष दिने, हे विश्वेश्वर, हे त्रिनेत्र, हे सर्व, हे रुद्र, हे हर, हे शम्भु, हजुरलाई कोटि कोटि नमस्कार छ। हामीदेखि प्रसन्न हुनुहोस् हे प्रभु, हजुरमा हाम्रो कोटि कोटि नमस्कार छ। हे अगस्त्य मुनि, ब्रह्मासित सम्पूर्ण देवताहरूले यसरी स्तुति गर्दा प्रसन्न हुनुभएका महादेवले आज्ञा गर्नुभयो, हे देवताहरू, म तिमीहरूदेखि प्रसन्न भए, जो इच्छा छ सो माग। महादेवको यस्तो आज्ञा सुनि प्रसन्न भएका देवताहरूले बिन्ती गरे, हे परमेश्वर, ब्रह्माका वरदानले उन्मत्त भएका मय आदि दैत्यहरूले हाम्रो वन उगान विनाश गरे, अमरावतीको सौन्दर्य नष्ट गराए, अप्सराहरूको अपहरण गरे, हामी सबै देवताहरूलाई अति दुःख दिइरहेका छन्। हे ईशान, ती दैत्यको नाश गर्न स्वयं श्री स्रष्टाको पनि सामर्थ्य छैन, विष्णुबाट पनि सम्भव छैन। यसकारण जसो गर्दा पनि हाम्रो कल्याण हुन्छ, त्यही नै वरदान हामीलाई प्राप्त होस्। हे अगस्त्य मुनि, त्यसो भनिकन बिन्ती गरेका देवताहरूप्रति श्री महादेवले आज्ञा गर्नुभयो, हे देवगण, मेरा 11औं अंशबाट तेजोमय रुद्र रूप धारण गरी तिमीहरू नै ती दैत्यको नाश गर। महादेवको यस्तो वचन सुनेपछि देवताहरूले पुनः बिन्ती गरे, हे वृषध्वज, हजुरका तेजको 1000औं अंशको 1 अंश पनि हामी धारण गर्न समर्थ छैनौँ। महेश्वरको तेज धारण गर्न होइन, हेर्न पनि हामी सक्दैनौँ। हे प्रभु, हामीबाट ती दैत्यको संहार हुँदैन। हे भगवान, हजुरबाट नै त्रिपुरासुरको वध होस्। हे महेश, त्रिपुर निर्माण भएको 10,000 वर्ष बितेपछि ती तीनैवटा पुर आधा निमेषका लागि एकै ठाउँमा जोडिनेछ। जुन वरले त्यही समयभित्र एकै बाणले ती तीनैवटै पुर भस्म गराउला, उसैबाट तिनीहरूको मृत्यु हुन सक्छ भन्ने वरदान तिनीहरूलाई ब्रह्माबाट प्राप्त भएको छ। यसबाहेक अरू कुनै उपायहरू बाट तिनीहरूको मृत्यु हुँदैन। हे महादेव, यस्तो वरदान पाएका दैत्यहरूको विनाश गर्ने कुनै उपाय र सामर्थ्य हामीसँग छैन। हे रुद्र, हामीमाथि प्रसन्न ती दैत्यहरूलाई नाश गरिदिनु भनी बारम्बार नमस्कार गरे। हे अगस्त्य मुनि, खिन्न मन लिएर यसरी स्तुति गरेका देवताहरूलाई देख्दा महादेवलाई करुणा उत्पन्न भयो र भन्नुभयो, हे देवगण, त्यो त्रिपुर जति सुरक्षित र दुर्भेग भए पनि एकै बाणले म भस्म गर्दछु। त्यसो गरेर म यससँग युद्ध गर्नका लागि मेरो बल थाम्न सक्ने हिमालय पर्वत समान बलियो रथ तयार गर। यस्तो आज्ञा सुनि सम्पूर्ण देवताहरू जो आज्ञा भन्दै महादेवलाई नमस्कार गरी आनन्दपूर्वक आफ्ना स्थानमा गए। त्यहाँ उपरान्त देवताहरूसँग सल्लाह गरी विश्वकर्माले श्री महादेवका निम्ति एउटा सुवर्णमय रथ बनाए। त्यस रथमा सूर्य चन्द्र दुई पाङ्ग्रा भए। सूर्य पाङ्ग्रो बनेका बायाँतर्फ 12 महिना र दाहिने पाङ्ग्रो बनेका चन्द्रतर्फ 27 नक्षत्र रहे। दुईतर्फ नै 3-3 ऋतु राखिए। आकाशलाई रथको गजुर बनाइयो। मन्दराचल पर्वतलाई पाङ्ग्रा अड्याउने धुरा बनाइयो। उदयाचल र अस्ताचल पर्वत दुई धुराका चुकुल भए र अयन र संवत्सर रथका भेग भए। 4 समुद्र रथका कुण्डली भए। गङ्गा आदि नदीहरू वस्त्र र आभूषणले सजिएका स्त्री रूप भई रथमा
चौवर लिएर रहे रथ हाँक्ने सारथी ब्रह्मा भए ब्रह्मस्वरूप ओमकार कोरा भए विन्ध्याचल पर्वत रथको छत्र भए छत्रको खम्बा मन्द्राचल भए सुमेरु पर्वत धनुष र शेषनाग ताँदो बने सरस्वती रथको घण्टा भइन् विष्णु अग्निबाणको टुप्पो बने चार वेद रथका घोडा भए तारागढ र घोडाका गहना बने यस ब्रह्माण्डमा भएका सबै वस्तु त्यही रथमा अवयव भए रथ तयार भएपछि त्यसमा भगवान् शिव दसैँ दिशा कम्पमान गराउँदै आएर बस्नुभयो। शङ्कुकर्ण गणेश कुमार चण्डेश्वर गणेश्वर नन्दी भृङ्गी ऋटी तुण्डी भूत प्रेत पिशाच योग्याक्ष आदि महादेवका पार्षदहरू आफ्ना शस्त्रास्त्र लिएर शङ्ख भेरी मृदङ्ग आदि बजाउँदै महादेव माथि रङ्गबिरङ्गी फुल अबिर र लाभा वर्षाउँदै अघि पछि लागे। त्यस बखतमा सर्वेश्वर श्री महादेवका तेजको भार सहन गर्न असमर्थ भएर देवताहरू मोहमा परे। त्यस्तो अवस्था देखेर शिवले आफ्नो अतुलनीय तेज खिचेर केही कम गर्नुभयो। त्यसपछि मात्रै देवताहरू रुद्र तेजलाई सहन सक्ने गरी केही सामर्थ्य आयो। देवताहरूको यस्तो योजना थाहा पाएका नारदले दैत्यहरूसँग गएर भन्न लागे, हे त्रिपुराधिपति दैत्यहरू, देवगढका स्तुतिबाट प्रसन्न हुनुभएका महादेव तिमीहरूलाई मार्न आउँदै हुनुहुन्छ। आफ्नो रक्षाको उपाय गरेनौ भने तिमीहरूको नाश हुनेछ। नारदको कुरा सुनेपछि मैले आफ्ना साथी विद्युतमाली र तारकाक्ष दानवहरूलाई बोलाएर नारदले भनेका सबै कुरा मैले सुनायो। मयको कुरा सुनेपछि तारकासुरले भन्यो, हे दैत्यराज, अब देवताहरूको मृत्यु निश्चित छ। हामी अमर हुने भयो। सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर आदि जो आए पनि हाम्रो यो पुर अभेद छ। शत्रुलाई परास्त गर्ने साम दाम दण्डभेद आदि अनेकौँ नीति हुन्छन्। आइलाग्ने बलिया शत्रुलाई आफूले पराक्रम गरी दण्ड दिनु उचित हुन्छ। हे महाराज, चिन्ता लिनु पर्दैन। तारकासुरले त्यसो भनेपछि विद्युमालीले भन्यो, हे महाराज, हामी धेरै बलिया छौँ। ती देवताहरूले हामीसित युद्ध गर्न सक्दैनन्। हामीमाथि युद्ध गर्न आउनेको निश्चय नै विनाश हुन्छ। यसमा कुनै शङ्का छैन। हे वीर, हजुरले चिन्ता लिनु पर्ने कुनै कारण छैन। हामी सबै वीरतापूर्वक लड्नेछौँ र देवताहरूलाई जितेपछि हजुरले इन्द्रको पद समेत भोग गर्नुहुनेछ। त्यसका साथसाथै अहिले हरिण्याक्ष र हरिण्यकशिपुले पाएका पद समेत प्राप्त गरी 14 भुवनकै स्वामी बन्नुहुनेछ। तारकासुर र विद्युन्मालीको कुरामा असहमत भएर टाउको हल्लाउँदै मैले भने, हे दानवीर हो, अब निश्चय नै हाम्रो विनाशको समय आयो। बलशाली वा निर्बल जुनसुकै शत्रुमाथि साम दाम दण्डभेदको नीति प्रयोग गर्नुपर्दछ भन्ने ठिक हो। यस बेला हामीलाई समेत सृष्टि गर्ने सम्पूर्ण जगतका अधिपति स्वयं महादेव नै हाम्रो विनाश गर्न आएका छन्। अब हामीसँग कुनै उपाय छैन। हामीले अब उनी महादेवका शरणमा पर्नु नै उचित हुनेछ। युद्ध गर्ने उद्देश्यले रणभूमिमा पुग्न साथ हामी महादेवका दृष्टिपातले नै अवश्य भस्म हुनेछौँ। यसमा सन्देह छैन। ब्रह्मादि देवता पनि आफूलाई दुःख आइपर्दा जसका शरणमा पुग्छन्, जसले संसार सृष्टि गर्न सक्छन्, एकै पलमा जसले जगत नै संहार गर्न सक्छन्, जो भुक्ति मुक्तिका दाता र जगतका कारण हुन्, तिनै महादेवसँग युद्ध गर्नु अज्ञानता नै हुनेछ। प्रभाव क्षीण भएका हाम्रा तपस्याले अब हामीलाई बचाउन सक्दैन। हे दानवीर हो, मैले भनेका कुरामा विचार नगरी युद्ध गर्न उत्सुक भयो भने तिमीहरू कालले प्रेरित भएका मात्र हौ। तारकाक्ष र विद्युन्मालीलाई दानवराज मैले भनेका यस्ता कुरा सुनि नारदले विचार गरे, अब सम्पूर्ण दैत्यको संहार गर्ने उपाय अवलम्बन गर्नुपर्दछ। नारदले मयलाई भने, हे दानवराज मय, अब तिम्रो तपस्या सकिँदै गयो। भोग ऐश्वर्य पनि समाप्त भएको छ। वीरले युद्धमा अघि नसरी नपुंसकता देखाउँदै शत्रुका शरणमा जानु उचित होइन। सङ्ग्राम भूमिमा युद्ध गर्दै मोक्ष हुनु त्योभन्दा उत्तम ठहर छ। युद्धमा महादेवका हातबाट मर्न पायो भने उनकै प्रथम गणका अधिपति हुनेछौ। हार स्वीकार गरेर शरणमा पर्न गयो भने देवताको हितका निमित्त महादेवले तिमीलाई यिनै दानवहरूका विपक्षमा युद्ध गराउन पनि असम्भव हुन्छ। दानवका हातबाट मृत्यु भयो भने शिवलोकको गति तिमीले पाउँदैनौ। महादेवसँगै लडाईँ गर्दा जित्यौ भने तिनै लोकको सुख भोग्नेछौ र मर्यौ भने मोक्ष गति पाउनेछौ। यस्तो ठुलो वीर एवं दैत्यहरूको स्वामीले यसरी कातर हुनु किमार्थ शोभा दिँदैन।
नारदका यस्ता वचन सुनेपछि आयु समाप्त भएका तारकाक्ष र विन्दुमालीलाई पनि मोहमा पारेर, हे महाराज, नारदले साह्रै उत्तम कुरा भनेका छन्। युद्धमा विजय पाएर स्वर्गको राज्य गर्नु नै दानवीरहरूका लागि प्रशंसनीय हो भन्दै मयतर्फ फर्किए। ती दुईका यस्ता वचन सुनेपछि दानवहरूको विनाशको समय आएको बुझेर पनि मैले नारदका नीति वचन नै आफ्ना निम्ति श्रेयस्कर छन् भन्ने ठान्यो। यसरी सकल दैत्यगणलाई युद्धमा उत्सुक गराएपछि नारद प्रसन्न हुँदै कैलाशमा गए। आयु समाप्त भएको हुनाले मनमा युद्धको लालसा लिएका ती तारकाक्ष, विद्युतमाली आदि दैत्यवीरहरू नाना प्रकारका शस्त्रास्त्र सुसज्जित भई तयार थिए। नाना प्रकारका बाजा बजाउँदै दैत्यमयका अगाडि तिनीहरूले सिंहनाद गर्दा दानवहरूको सैन्य समूह नै भयभीत झै देखिन्थ्यो। तिनीहरू आपसमा ऊ रथ आयो, लौ रथ आयो, ध्वजा देखिन थाल्यो भन्दै भय र शील त्यागेर युद्धको निश्चय गरेका। कुमतिले घेरेका कालले निल्न आँटेका ती दैत्यहरू अग्निका ज्वालामा पुतलीले हाम फाले झैँ होमिने निश्चय गरी महादेवको रथ कहिले आइपुग्छ भनी हेर्न लागे। हे अगस्त्य मुनि, पश्चिम सागरका शिरोभागमा रहेको अनेकौँ ध्वजापातका आदिले शोभायमान भएको सुमेरु पर्वत जस्तो त्रिपुरलाई देखेर उता नन्दीश्वर आदि शिवका गढहरू पनि सिंहनाद गर्न थाले। देदीप्यमान कुठार लिएका चण्डेश्वर, ठुलो मुख भएका प्रचण्ड, प्रमथादि गणका अघि लगेर त्रिशूल हातमा लिएका शिव उस्तै पराक्रम प्रकट गर्दै युद्धका लागि अघि आए। हातमा मुसल लिएर शङ्कु नायक महादेवका पार्श्वमा उभिए। आफ्ना आयुध ब्रज, त्रिशूल, गदा, परिध आदि लिएका नन्दीभृङ्गी, वीरभद्र आदि अनेक गण पनि युद्धका निम्ति अगाडि आए। यता अनेक प्रकारका आयुध लिए युद्ध गर्नलाई तयार रहेको दैत्यगण पनि महादेवको रथ आएको देखेपछि क्रोधका साथ अघि बढ्यो र शिवगणसँग युद्ध गर्न आयो। त्यस बखतमा महादेव पनि सिंहनाद गर्दै त्रिपुरका अधिपतिहरूसँग युद्ध गर्न लाग्नुभयो। नन्दीले महाबली दैत्यगणहरूसँग युद्ध गरे। भृङ्गीले विद्युत प्रवाहमाथि 10 बाण छोडी भेदन गर्दा उसले पनि राता आँखा पारेर शिलाले प्रहार गर्दै भयो तर भृङ्गीलाई केही भएन। त्यसपछि भृङ्गी र रिटीले विद्युत प्रवाहका पिठ्युमा प्रहार गरे। उसले पनि हुङ्कार गर्दै भृङ्गी र रिटीलाई प्रहार गर्यो। त्यो प्रहारको वेदना सहन नसकी ती दुवै त्यहाँबाट भागे। विद्युत प्रवाहले तिनीहरूलाई जितेपछि गणनायक गणेशका काँधमा 1000 बाण छोडी उनका मर्ममा घाउ पारी वेदना गरायो। आफूलाई मर्माहित गराएको देखेर रिसले आकुल भएका गणेशले पनि आफ्नो सुँड विद्युत प्रवाहका गर्दनमा पसारी बेरेर मत्ता हात्तीले कमलका फूललाई सुँडले बेरेर तलाउबाट उखलेर फ्याँके झै त्यो दैत्यको शिर पनि चुडाएर फ्याँकिदिनुभयो। त्यो देखेर भृङ्गीले नाना तरका गाना गाए। यसरी हर्ष मनाएको देखेर नेमी र बल नाम गरेका दुई दानवीरलाई रिस उठ्यो र गणेशजीका मर्मस्थानमा बाणले हानी घाउ गराउन लागे। शङ्कुकर्ण अघि सरेर ती दैत्यहरूलाई बीचमै रोकी तिनका रथ, घोडा, सारथी, ध्वजा आदि काटी रथहीन बनाइदिए। फेरि अर्को रथमा चढेर आई ती दुवै दानवले चण्डेश्वर गणेशका मर्ममा फेरि हजारौँ बाण हानेर घाउ नै घाउ बनाइदिए। क्रोधले चुर भएका गणेश्वरले पनि लाल लाल आँखा पारी डरलाग्दो मुसलले हिर्काई दुवैलाई मारिदिनुभयो। त्यहाँ उपरान्त त्रिपुरवासी मुख्य दैत्यहरू अति क्रुद्ध भएर बराबरका समूहमा आएर नाना प्रकारका चक्र, ब्रज, त्रिशूल, भाला, मुङ्रा आदि लिएर महादेवका गणमाथि प्रहार गर्न लागे। शिवजीको आज्ञा पाएका शिवगणहरू पनि उन्मत्त सिंहले वनका मृगादि पशुलाई हिर्काए झै दैत्य र दानवका सैन्य समूहलाई हिर्काउँदै छिन्न भिन्न पारिदिए। वज्रका चोटले टुक्रिएका पर्वतका टाकुरा झै भएका दैत्यहरू भागाभाग गर्दै पश्चिम समुद्रमा गएर पर्न लागे। नेमी र बल नाम गरेका दैत्यहरूलाई शङ्कुकर्ण गणनायकले मारे भन्ने कुरा दैत्यहरूले सुनेपछि अति क्रोधित भएर तारक दैत्य आफ्ना पुरबाट निस्किएर गणनायकमाथि झम्टिँदै अनेकौँ बाण वृष्टि गरायो। गणनायक शङ्कुकर्णले पनि त्यस महाबली दैत्य का शिरमा वज्र प्रहार गर्दै सिंहनाद गरे। चोट खाई रिसले आगो भएको तारक दैत्यले पनि लडेका ठाउँबाट उठी शङ्कुकर्णमाथि चक्रको प्रहार गर्यो। गणेश्वर शङ्कुकर्णले पनि वेदना खप्न नसक्ने खालको मुड्कीले दैत्यलाई हानेर कठोर मुड्की खाएको दैत्य मूर्छा भई भुइँमा लडेर हातको आयुध त्याग्दै पीडा सहन नसकी प्राण त्याग गर्यो।
तारकासुरको मृत्यु भएपछि अरू दानवहरूले झट्टै उठाएर मय दानवका घरमा पुर्याए। सबै हाल बताउँदै अनेक तरहले विलाप गर्न लागे। ती दानवहरूलाई दैत्यराजले भन्यो, हे दानवहरू, मेरा घरमा अमृतको कुण्ड छ, मरेका दानवहरूलाई लगी त्यसमा चोपेर बचाऊ। मयको यो आज्ञा सुनि प्रसन्न हुँदै अमृत कुण्डमा डुबाई तारकासुरलाई बचाए। अरू मरेका दैत्यहरूलाई पनि बचाएर मय दानवलाई सबै शिर निहुराई प्रणाम गरे। अमृतमा चोबिएर बाँचेको तारकाक्ष बडो वेगका साथ फेरि रणभूमिमा आएको देखेपछि ब्रह्माले आफ्नो बायाँ हात काउलाले देखाउँदै महादेवसँग भन्नुभयो, हे महादेव, त्यो दैत्य अघि मरेको थियो, अहिले बाँचेर आएको छ। हे महादेव, मयका घरमा अमृतको कुण्ड छ, उसले मरेका दानवलाई बचाउँछ। अमृत त्यहाँ रहेसम्म जति मरे पनि सबैलाई बचाउँछ। यसकारण बाण प्रहार गरेर त्यो अमृतको शोषण गर्नु पर्दछ। ब्रह्माको यो कुरा सुनेपछि महादेवले बाण प्रहार गरी मयका घरको अमृत शोषण गर्नुभयो। त्यसपछि ब्रह्मा बिन्ती गर्नुभयो, हे विश्वेश्वर, आज पूर्ण 10,000 वर्ष व्यतीत भइसक्दा पनि त्रिपुर नाश हुन सकेन। अब नारायण सर ग्रहण गर्नुहोस्। ती तीन पुरहरू आधा निमेषभर एकै ठाउँमा भेला हुनेछन् र तुरुन्त अलग हुनेछन्। जोडिएका पुर अलग भइसकेपछि तिनको नाश गर्न अर्को उपाय छैन। हे महादेव, जोडिएकै समयमा नारायण सर प्रहार गरी त्रिपुरको नाश गर्नुहोस्। ब्रह्माको यस्तो भनाइ अनुसार महादेवले पिनाक धुनमा उग्र बाण चढाएर धनुषलाई तयार पार्नुभयो। ठिक त्यसै बेला आधा निमेषका निमित्त ती तीन पुर जोडिए। त्यही अवसरमा महादेवले आफ्नो योग बलले तिनलाई निश्चल गराइदिनुभयो। त्यो बेला सम्पूर्ण ब्रह्माण्ड नै निश्चल भयो। त्यसपछि अग्रभागमा अग्नि र सोम रहेको नारायण रूपी बाण प्रहार गर्नुभयो। त्यस बाणका प्रभावले त्रिपुरका चारैतिर आगो लागेर दग्ध हुन थाल्यो। यो देखेर महादेवले नन्दीलाई डाकी अराउनुभयो। नन्दीश भक्तो मम विश्वकर्मा देहत पुरं यस्य यथा न वहिं तथा नलस्तं न देहत मयं च शीघ्रं समागच्छ निवारय तवा। हे नन्दी, तिमी चाँडो जाऊ र अग्निलाई मयको घर र मयलाई दग्ध नगराउनु भन, किनभने मय मेरो भक्त हो। महादेवको यस्तो आज्ञा सुनि आफ्नो तपोबल र योग बलले वायु रूप भई चाँडो गएर नन्दीले मयलाई निजी घरमा प्रवेश गरे। मय दानव शिवलिङ्ग अगाडि राखी शिवको ध्यानमा बसिरहेको देखेर नन्दीले उसलाई भने, हे मय दानव, तिमीलाई अग्निले जलाउने छैन, नडराऊ। यस्तो वचन सुनि मयले नन्दीलाई शिवका गण भन्ने चिनेर नमस्कार गर्यो। त्यसै बखतमा अग्नि पनि त्यहाँ आइपुगे। अग्निलाई महादेवबाट भएको आदेश नन्दीले सुनाइदिए। यस्तो आदेश सुनि अब तिमी यहाँबाट निस्किएर जाऊ भनी अग्निले मयलाई आज्ञा गरे। यो आज्ञा सिरोपर गरी सुवर्णमय शिवलिङ्ग लिई दानव राजमय तत्काल पातालमा गयो। नन्दीले पनि महादेवका सामु आई सम्पूर्ण विस्तार सुनाए। त्यसपछि त्रिपुर भस्म हुन लाग्यो। घरहरू नष्ट हुन लागेपछि अनेकौँ दानवहरू रुन कराउन थाले। वस्त्र खुसिएका, ठुला स्तन भएका, मदले विवहल नेत्र भएका, पतिका प्रिय दैत्य स्त्रीहरू अग्निबाणको भयले आत्तिएर आफ्ना झ्याल विमान र अटिलमा यत्रतत्र दौडिन लागेका थिए। शिवभक्त र सद्गुण भएका दैत्यहरू देख्दा पर्वत झै भए पनि केही गर्न नसकी समुद्रमा हाम फाल्न थाले। यसरी आकुल हुँदै समुद्रमा खसेका स्त्री पुरुषलाई जल जन्तुले खाए। पतिलाई जलमा गिरेको देखेर कति स्त्रीहरू विलाप गर्दै अग्निमा प्रवेश गरे। हे मुनि, विष्णु अग्नि र सोममय बाणले भस्म गराई त्यो सम्पूर्ण त्रिपुरलाई सागरमा डुबाई त्यो बाण पुनः शिवकै हातमा पुग्यो। यसरी त्रिपुरको विनाश भएर आफ्नो स्थान प्राप्त गरेका ब्रह्मादि देवताहरू महादेवलाई प्रणाम गरी स्तुति गर्न लागे। हे त्रिपुरान्तक, यो जुन रोध र कर्म आज हजुरबाट भयो, यस्तो अरू कसैबाट हुँदैन। हजुर बाहेक कसैले यो त्रिपुर नाश गर्न सक्दैन थियो। हे महादेव, हाम्रो कष्ट नाश गर्ने, दैत्यहरूलाई निर्मूल गर्ने, हाम्रो उद्धार गर्ने यस्ता हजुरलाई हाम्रो कोटि कोटि नमस्कार छ। यो स्तुति सुनेर महादेवबाट आज्ञा भयो, हे ब्रह्मा, हे देवगण, तिमीहरूलाई मैले पुत्र झै पालन गर्नुपर्छ। आज शत्रुको विनाश भएको छ, यसबाट तिमीहरूको अभिलाषा पनि पूर्ण भयो। अब प्रसन्नतापूर्वक आफ्नो स्थानमा जाओ। महादेवको यस्तो आज्ञा पाएका ब्रह्मादि सम्पूर्ण देवताहरू शिवलाई प्रणाम गरी आफ्ना स्थानमा जाँदा भए। देवताहरू विदा भएर गएपछि साध्यादि गण देवताहरूबाट पूजित भई नन्दी भृङ्गी भूत प्रेतले सहित भएर महादेव पनि कैलाशतर्फ जानुभयो। हे अगस्त्य मुनि, यो अवर्णनीय त्रिपुर दाहको कथा मैले सुनाएँ। कुनै पनि शिवभक्तले प्रसन्न मनले पवित्र भएर यी दिव्य र पुण्य चरित्रको पाठ गर्ला, सुन्ला, सुनाउला।
पापरहित भई अन्त्यमा देवता समान स्वर्गमा सुख भोग गर्न पाओला। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमारगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रतकथायां त्रिपुरदाह वर्णनं नाम पञ्चमो अध्याय। हरे नमः।